हेलो वेलकम माई न्यू ब्लग साथीहरू अहिले म चाहिँ सुर्खेतको वीरेन्द्रनगरदेखि माथि कटुवा भन्ने ठाउँमा आएको छु। यो चाहिँ एउटा पिकनिक स्पटको रूपमा चाहिँ रहेको छ। हेर्नुहोस् यो पछाडि जति पनि मान्छेहरू हुनुहुन्छ सबै यो पिकनिकको लागि आउनुभएको। आज शनिबारको दिन मान्छेहरू सबै अरू दिन चाहिँ आफ्नो काममा लाग्ने भए तापनि आज शनिबारको दिन फुर्सदको दिन यसरी रमाइलो गर्नको लागि चाहिँ यहाँ आउनुहुन्छ र यो सुर्खेतको यो एकदम पर्यटकीय स्थल पनि यो विकसित हुँदै गएको छ र यो त धेरै ठाउँहरूमा बस्नको लागि पनि बनाइएको छ भने मेरो ब्याकग्राउन्डमा तपाईँहरूले देख्न सक्नुहुन्छ यो चाहिँ सुर्खेतको वीरेन्द्रनगर हो। वीरेन्द्रनगरमा एकदमै गर्मी भए तापनि यो कटुवामा चाहिँ एकदम चिसो वातावरण छ। त्यस कारणले गर्दा पनि सबै मानिसहरू यहाँ आउनुहुन्छ। हप्ताको एक दिन भए पनि सबै रमाइलो गर्नुहुन्छ। यो चाहिँ एकदम राम्रो कुरा हो। यहाँबाट तल वीरेन्द्रनगरलाई पनि स्पष्ट रूपमा देख्न सकिन्छ भने रातको समयमा झनै वीरेन्द्रनगरको दृश्य एकदम राम्रो देख्न सकिन्छ। अहिले चाहिँ म दिनको अवस्थामा आएको हुँदा अब तपाईँहरूलाई रातको समयमा कस्तो देखिन्छ भनेर देखाउन सकेन। यहाँ धेरै आउनुभएको छ है साथीहरू, देख्न सक्नुहुन्छ जति पनि मान्छेहरू हेर्नुहोस् कति हुनुहुन्छ, धेरै हुनुहुन्छ है।